यो सुन पसलले मलाई धेरै नै उ गरिरहेको छ। अब 1-2 महिनाको स्यालेरी घरमा नपठाएर भयो भने मम्मीको लागि चाहिँ एउटा सिक्री किनेर जाने साह्रै धोको छ। बाँकी त खाली बल्ली मलाई त। हेलो गाइस, स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ ब्लगमा। म चाहिँ भर्खरै अफिसबाट आएर नुहाएर अनि यसो मार्केटतिर निस्किनु लाग्यो। तपाईँको देखाउँछु यसो के गर्ने हो मैले भनेर अनि हेर्नु होला। गाइस, अब चाहिँ हामी त यसो बाहिर जाँदैछौँ अनि अफिसबाट आएर अनि नुहाएर खानासाना बनाएर अब चाहिँ ठ्याक्क हल्का यसो जानु लाग्यो। हुन्छ यही हो, के छ अरू केही पनि छैन। ठुल्ठुलो बिल्डिङ, बिल्डिङहरू हेर्ने बस्ने के गर्नु, जिन्दगी यस्तै छ। बिहान उठ्ने, फेरि पालो उठ्ने, काममा जाने, त्यसको जिन्दगी डेली एउटै चल्दैछ गाइस। के गर्नु, गर्नै पर्यो अनि बाध्यता। यति धेरै ट्राफिक हुन्छ यो ठाउँमा, फेरि यति धेरै ट्राफिक हुन्छ नि अनि 10 मिनट लाइनमा बस्नुपर्छ। यति धेरै ट्राफिक हुन्छ नि, बिहान जाने बेलामा पनि यति धेरै ट्राफिक हुन्छ, आउने बेला पनि यति धेरै ट्राफिक हुन्छ। 1 घन्टा लाग्छ अफिसबाट यहाँ आउनै, तपाईँ 1 घन्टा लाग्छ। यहाँ अब एकछिन मार्केट यस्तो जाम भनेको, यहाँ पनि यति धेरै ट्राफिक। के गर्नु, कति धेरै ट्राफिक छ यहाँ। यो ग्रिन सिग्नलहरूलाई मान्छे यति धेरै वेट गरेर बस्छ, ल यति छिटो भइन्छ फेरि 2 मिनटमा रोकिँदैन यार। ट्राफिक दुबईको ट्राफिक, दुबई होइन आबुधाबी, सरी आबुधाबी ट्राफिक हेर्ने। आबुधाबीको ट्राफिक हेर्नु यति धेरै छ। अब यहाँबाट अब हेर्नु पर्ने हो। अब यतातिर पनि लाग्छ, फेरि हेर्दा हेर्दा केही भयो भने फेरि लफडा हुन्छ। अन्त हामी पैसा हाल्न जानु लाग्यो नेपाल। यहाँ नेपाललाई पैसा आएको रहेछ, पैसा हाल्न जानु लाग्यो होइन। पाइँदो रहेछ गाई जाने के भन्छ त, पैसा पठाउँदाखेरि चाहिँ यो पर्यो आज मलाई, ह्याप्पिनेस ट्रान्सफरेड। पैसा पठाउँदाखेरि यस्तो पर्दो रहेछ यहाँ रुल एक्सचेन्ज आबुधाबीमा। यो सुन पसलले मलाई धेरै नै उ गरिरहेको छ। अब 1-2 महिनाको स्यालेरी घरमा नपठाएर भयो भने यहाँ एउटा सुन चाहिँ किन जस्तो लाग्छ हो। 2 महिनाको स्यालेरी नपठाउँछु घरमा भइरहेछ अहिले अनि। तर यो सुन चाँदीको पसलको तल बसेपछि चाहिँ सुन चाहिँ किनम के हुँदो रहेछ कि अलिक घटेछ नि त सुनको भाउ। फेरि तपाईँ थाहा छ नि यहाँ यो आबुधाबीमा चाहिँ अनि हल्का घटे रहेछ। अनि जता हेऱ्यो सुन चाँदी पसल छ बे भने त्यसपछि त यसो किनम कि भनेको कि मम्मीको लागि चाहिँ एउटा सिक्री हाल्ने। त्यो भयो भने बिचरा मम्मीको लागि चाहिँ एउटा सिक्री किनेर जाने साह्रै धोको छ। बाँकी त खाली बल्ली मलाई त त्यति इन्ट्रेस्ट छैन सुनमा चाहिँ। अनि मम्मीको लागि चाहिँ एउटा सिक्री किनी धोको छ। अनि हेर पनि लेसी भगवान्ले चाहनुहुन्छ भने त्यो पनि पुरा हुन्छ। अनि सबैहरूले माया गरिदिनु भयो भने त्यो पनि पुरा हुन्छ। यो वाला क्या दामी छ, यो वाला हो क्या दामी छ। यो वाला हो, यो चाहिँ मम्मीलाई दामी पाउँछ मेरो मम्मीले। सुनचाँदी पसल लाग्यो तपाईँ हेर्नु नि, जहाँ पनि सुनचाँदी पसल छ भने नि। अनि हुन्छ गाई, आज यति नै अनि अब यति नै हो। धेरै त के बुझेर अर्को भ्लग चाहिँ दामी आउँछ। तपाईँहरू लाइक, सेयर, कमेन्ट, सब्सक्राइब सब जे गर्नुभयो चाहिँ गरिदिनु होला है। धेरै धेरै माया तपाईँहरूलाई, तपाईँहरूको माया जे हुन्छ अनि धेरै धेरै माया। ओके गाइस, थ्याङ्क यू सो मच, बाई।